मेरो कहानी बचपनको आज खोइ किन मलाई याद आयो। म चाहिँ धनपा उपनगरपालिका वार्ड नम्बर 2 मा रहेको नवदुर्गा निम्न माध्यमिक विद्यालयदेखि मेरो बचपनको साना उमेरको पढाइ सुरुवात भएको हो। मैले सानो उमेरमा त्यहीँ नै पढेँ। हाम्रो त्यो उमेरमा हाम्रो त्यो बचपन या सानाको उमेरमा हाम्रो ठाउँमा हाम्रो घर जहाँ थियो त्यो ठाउँमा हामी 90% चाहिँ हाम्रो केटाहरूको जनसङ्ख्या थियो। जुन हाम्रो उमेर अलिकति साना उमेर, मभन्दा अलिकति ठुला उमेर गरेर हाम्रो ठाउँमा चाहिँ 90% जति केटाहरूको जनसङ्ख्या थियो। केटीहरू हाम्रो ठाउँमा कमै थिए। अनि हामी स्कुल जाने बेलामा पनि रमाइलो हुन्थ्यो। हामी स्कुल जाने बेला सबै एकैचोटि घरबाट निस्किन्थ्यौँ। अनि हाम्रो त्यो स्कुल जानलाई बाटोमा रोडको छेउछाउमा त्यो विश्रामघारी भन्छन्, त्यो विश्रामघारी थियो। हामी चाहिँ त्यो सिधा बाटो नहिँडेर त्यो विश्रामको बाटोमा, पहाडको बाटो भन्दै त्यो विश्रामको बाटोमा त्यो तल छिरिँदैन थियो, माथिबाट जम्प हान्दै त्यो विश्राम गाडी हामी स्कुल पुग्थ्यौँ। फेरि स्कुलबाट फर्केर आउँदाखेरि हामी त्यही बाटो हुँदै घर आउँथ्यौँ। र हामी स्कुलबाट घर आइसकेपछि नास्ता खाएर अनि हामी सबै खेल्न निस्किन्थ्यौँ। अब हाम्रो पालामा चाहिँ त्यो त्यतिखेर खेल्ने खेल भनेको डन्डी बियो थियो। अनि मोजामा भित्र कपडाहरू हालेर त्यो गोटी खेल्थ्यौँ। गोटी मिलाएर चाङ्लाएर माथि राख्ने र त्यसलाई हान्न ढलाउने त्यस्तो गेम खेल्थ्यौँ। अनि अर्को राजा रानी भन्ने गेम हुन्थ्यो, छुर हुन्थ्यो, अनि गुच्चा हुन्थ्यो, खोपी हुन्थ्यो। त्यो पैसाको एउटा कोठा जस्तो बनाएर खेल्ने खेल खेल्थ्यौँ। अनि हामी त्यसरी नै खेल्थ्यौँ। अनि बेलुका भएपछि सबै फेरि आफ्नो घर गएर अनि पढ्न बस्थ्यौँ, होमवर्क गर्थ्यौँ। सबै हाम्रो पढ्ने टाइम चाहिँ त्यतिखेर बेलुका थियो। हाम्रो समय कतिखेर बित्यो त हामीलाई थाहा नै हुँदैन थियो। अब त्यो चौधरी हाम्रो घर बाहिर थिए नि 3-4 घर चौधरीको थियो। उनीहरू चाहिँ त्यो धानहरू माड्नलाई त्यस्तो गर्नलाई एउटा त्यो आँगन जस्तो चिल्लो बनाएर राखेका हुन्थे। त्यसमा हामी कोही गुच्चा खेल्थ्यौँ, कोही त्यो चिल्लर पैसाको त्यो कोठा बनाएर गुच्ची खेल्थ्यौँ। अनि अर्को हाम्रो त्यतिखेर खेल भनेको एउटा चोर पुलिस भन्ने खेल थियो। हाम्रो एक्सर्साइज जस्तो त्यसैमा हुन्थ्यो। अनि अर्को हाम्रो त्यो गाडीको रिङलाई हामी चाहिँ तारको यो जिआई तारले मोडेर त्यसले कुदाउने ठेल्ने पनि थियो हाम्रो खेल त्यतिखेर। अनि त्यस्तै गर्दै खेल्थ्यौँ। दसैँ तिहारमा चाहिँ अझै रमाइलो हुन्थ्यो यता हाम्रोतिर। दसैँ तिहार आएपछि हामीहरू चाहिँ हाम्रो ठाउँमा हाम्रो ठुलोबा हुनुहुन्थ्यो नरेन्द्र अधिकारी। उहाँले चाहिँ हामीलाई सबैलाई पैसा उठाएर ल बाँस लिन जाउँ भनेर हामी राजघाट गएर बाँस लिएर आएर हाम्रो ठाउँमा पिङ हाल्थ्यौँ। गाउँभरिका मान्छेहरू आएर खेल्थे दसैँमा। अब दसैँमा अब हाम्रो यता जनसङ्ख्या साना, अब केटाहरूको जनसङ्ख्या धेरै भएको हुनाले अब हामी चाहिँ पहिलेदेखि तास खेल्ने पनि गर्थ्यौँ। हामी दसैँ तिहारमा अरू त खेल्न आउँदैन थियो, हामीहरू किट्टी खेल्थ्यौँ। अनि कोही तास खेल्ने, कोही गुच्ची खेल्ने, कोही पिङ खेल्ने गर्दै रमाइलोसित अब जनसङ्ख्या केटाहरूको धेरै भएको हुनाले रमाइलो हुन्थ्यो। र तिहारमा पनि त्यस्तै अब हामी देउसी भैली भैली खेल्न गयो। रातभरि अब कति बेरसम्म खेल्नुहुन्छ खेल्यो। त्यसपछि अब कुनै बिजुलीको पोल तल गयो। त्यो पोल तल गएपछि अब त्यो सबै पैसाहरू भाग गर्ने, पैसा आफ्नो आफ्नो भागमा कति पर्छ त्यो बाँड्ने र त्यही त्यो पोलकै तल चाहिँ अनि हामी त्यहाँ किट्टी तास बोकेर पनि हिँड्ने, किट्टी खेल्ने त्यस्तो गर्थ्यौँ। हाम्रो सानाको ठाउँ चाहिँ सानाको जुन हाम्रो एउटा जुन हामीले जीवनयापन गऱ्यौँ त्यतिखेर मोबाइल थिएन। मोबाइल रहित जीवन चाहिँ एकदम रमाइलो थियो। अब बाँकी चाहिँ अर्को भागमा।